नमस्ते सबैजनालाई फेरि पनि स्वागत छ हजुरहरूलाई मेरो युट्युब च्यानलमा। आज म हजुरहरूलाई फेरि एउटा नयाँ डिजाइनको स्क्वायर फ्लावर क्रोचेट बनाउन सिकाउन गइरहेको छु। मेरो भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। ल अब सुरु गरौँ है त। सबैभन्दा सुरुमा मैले धागोलाई यसरी यो दुई औँलामा लिएर यसरी घुमाए। अब यसरी लिएर मैले अब यो औँलालाई छोडे। अब यहाँ एउटा स्लिप नट बनाउने। यो स्लिप नट बनाइसकेपछि यहाँ एउटा म्याजिक रिङ बन्छ। हामीले यो म्याजिक रिङदेखि 8वटा सिंगल क्रोचेट बनाउनु पर्ने हुन्छ र अहिले चाहिँ मैले 7वटा सिंगल क्रोचेट बनाउँछु किनकि यहाँ एउटा सिंगल क्रोचेट बनिसकेको छ। यो 1 भयो। अब 2 3 4 5 6 7 8वटा सिंगल क्रोचेट बनिसकेको छ। अब यो धागोलाई यसरी तान्ने। यसरी तानिसकेपछि अब यसलाई यो छेउको स्टिचमा लगेर जोड दिने। यसरी जोडिसकेपछि यहाँ एक चेन लिने र अब यसलाई यो धागोलाई काट्दिने। हाम्रो यो फर्स्ट राउन्ड कम्प्लिट भइसकेको छ। अब यो सेकेन्ड राउन्डको लागि मैले रेड कलरको धागो लिएको छु। अब यहाँ जम्मा 8वटा स्टिचहरू छ। अब एउटा स्टिचदेखि यसलाई यसरी यहाँ एउटा स्लिप नट बनाउने र अब 3 चेन लिने। 1 2 3 चेन लिइसकेपछि यहाँदेखि 5वटा डबल क्रोचेट बनाउनु पर्ने हुन्छ र यो एउटा यो भागको चाहिँ यो एउटा बनिसकेको छ। अब यहाँदेखि 4वटा डबल क्रोचेट बनाउने। यो 2 भयो। यो सेम स्टिचदेखि नै बनाउनु पर्ने हुन्छ। 3 4 5। अब यसलाई यसरी छोडिदिने र छेउको स्टिचबाट यसरी यसरी लिएर जोड दिने र अरु एक चेन लिने र फेरि अर्को स्टिचदेखि फेरि 5वटा डबल क्रोचेट बनाउने। 1
2 3 4 5 अब फेरि यसलाई पनि छेउको स्टिचबाट यसरी जोड दिने र फेरि एउटा स्लिप नट बनाउने र फेरि एक चेन लिने र फेरि अर्को स्टिचदेखि पनि फेरि 5 वटा डबल क्रोचेट बनाउने 1 2 3 4 5 अब फेरि यो छेउको स्टिचबाट यसरी जोड्ने र एउटा स्लिप नट बनाउने र फेरि एक चेन लिने। यसरी नै सबै स्टिचहरुबाट 5 वटा डबल क्रोचेट बनाउने र त्यसलाई जोडिने एउटा स्लिप नट बनाउने र फेरि एक चेन लिने। त्यसरी नै यो सबै राउन्ड कम्प्लिट गर्दै जाने। हामीले यो सबै प्याटर्न कम्प्लिट गरिसक्यौं। अब यसलाई यो छेउको भागमा यो छेउको स्टिचमा लगेर यसरी जोड दिने। यसरी जोडिसकेपछि यहाँ एउटा चेन लिने। एउटा चेन लिइसकेपछि हामीले यो धागोलाई यसरी काट्दिन्छौं। अब राउन्ड 3 को लागि अब यो भागदेखि हामीले यसरी धागोलाई लिएर यहाँ एउटा स्लिप नट बनाउँछौं। स्लिप नट बनाइसकेपछि 3 वटा चेन लिन्छौं। 1 2 3 वटा चेन लिइसकेपछि यसमा हामीले 5 वटा डबल क्रोचेट बनाउनु पर्ने हुन्छ। हाम्रो यहाँ एउटा पहिले बनिसकेको छ। यो एउटा 2 वटा भयो। 3 4 5 यो 5 वटा डबल क्रोचेट बनिसक्यो। अब यो घिउ कलरको धागोलाई हामीले यहाँ एड गर्छौं। यसरी एड गरिसकेपछि यहाँ एउटा स्लिप नट बनाउने। अब यो छेउको स्टिचबाट यसरी जोड दिने र यहाँ फेरि एउटा स्लिप नट बनाउने र फेरि अब यो अर्को भागदेखि यो धागोलाई यसरी च्याप्ने। यो भागदेखि फेरि 4 वटा डबल क्रोचेट बनाउने। 1 2 3 4 वटा डबल क्रोचेट बनाइसकेपछि
फेरि 2वटा चेन लिने। अब फेरि यही सेम स्टिचबाट नै फेरि 4वटा डबल क्रोचेट बनाउने। 1 2 3 4। अब फेरि यसमा फेरि यो हरियो कलरलाई यसरी एड गरिदिने र फेरि एउटा स्लिप नट बनाउने र फेरि अब सेम अघि जस्तै रिपिट गर्ने। फेरि यो अर्को भागबाट फेरि 5वटा डबल क्रोचेट बनाउने। 1 2 3 4 1 5वटा डबल क्रोचेट बनायौं। अब फेरि व्हाइट कलरले फेरि सेम अघि जस्तै यसरी एड गरिदिने र एउटा स्लिप नट बनाउने र फेरि यो छेउको स्टिचबाट यसलाई यसरी जोडिदिने र फेरि एउटा स्लिप नट बनाउने र फेरि सेम अघि जस्तै फेरि रिपिट गर्ने। फेरि यो भाग अर्को भागबाट फेरि 4वटा डबल क्रोचेट बनाउने अब फेरि 2 चेन लिने। फेरि यही सेम स्टिचदेखि नै 4वटा डबल क्रोचेट बनाउने। सुरुमा 5वटा डबल क्रोचेट लियौं र यसलाई फेरि छेउमा यो घिउ कलरले एड गर्यौं र फेरि यसलाई जोडेर एउटा स्लिप नट बनाएर फेरि यो घिउ कलरले यो अर्को भागबाट 4वटा डबल क्रोचेट बनायौं र बीचमा 2 चेन लियौं र फेरि 4वटा डबल क्रोचेट बनायौं र फेरि यो हरियो कलरले एड गरेर फेरि यो भागमा फेरि 5वटा डबल क्रोचेट बनायौं र फेरि घिउ कलरले एड गरेर यहाँ जोडिदियौं। यसरी नै यो राउन्ड पनि कम्प्लिट गर्दै जानुपर्ने हुन्छ। हाम्रो यो सबै प्याटर्न पुरा भइसकेको छ। अब यसलाई फेरि यो छेउको स्टिचमा लिएर यसरी जोड्यौं। अब फेरि यसलाई 1 चेन लिएर यसलाई काट्यौं। यसलाई पनि काट्नु पर्ने हुन्छ। अब चाहिँ 4 राउन्डको लागि यो भागदेखि सुरु गर्ने। यहाँ एउटा स्लिप नट बनायौं। अब यहाँ 3वटा चेन लिने। 3वटा चेन लिसकेपछि
4वटा डबल क्रोचेट बनाउने, 3 4वटा डबल क्रोचेट बनाएपछि 2 चेन लिने, फेरि ए भागदेखि नै फेरि 4 डबल क्रोचेट लिने, 1 2 3 4। अब यो स्टिचदेखि एउटा डबल क्रोचेट बनाउने र फेरि अर्को स्टिचदेखि यसरी नै प्रत्येक स्टिचबाट एउटा एउटा डबल क्रोचेट बनाउँदै जानुपर्ने हुन्छ। अब फेरि यो भागबाट फेरि 4वटा डबल क्रोचेट लिने, 1 2 3 4 फेरि 2 चेन लिने, फेरि ए भागदेखि नै 4 चेन लिने, 4 डबल क्रोचेट लिने, र फेरि अब यो अर्को स्टिचदेखि फेरि सेम अघि जस्तै रिपिट गर्दै जाने, प्रत्येक स्टिचबाट एक एकवटा डबल क्रोचेट बनाउँदै जाने। यसरी नै यो प्याटर्न पनि पुरा गर्दै जानुपर्ने हुन्छ। हाम्रो यो राउन्ड पनि कम्प्लिट भइसकेको छ। अब यसलाई यो अघि सेम जस्तै सेम यो छेउको स्टिचमा लगेर जोडिदिउँ। अब एक चेन लिएर यसलाई काट्नु पर्ने हुन्छ। हाम्रो यो स्क्वायर क्रोचेट पनि बनिसक्यो।